सबैलाई नमस्कार। मेरो नाम खगेन्द्र ब्राथोकी हो। आज सामाजिक सञ्जालमा यस्तो कुरीति फैलिएको छ कि जो जातको कारणले गर्दाखेरि मान्छेलाई जुत्तामाला मुसो लगाएर गाउँ निकाला गरिएको छ। त्यही कुरालाई लिएर मैले एउटा सानो गजल लेखेको छु, ध्यान दिएर सुनिदिनु होला। छुँदा पनि जुठिने यो कस्तो चलन आयो, छुँदा पनि जुठिने यो कस्तो चलन आयो, मान्छे भन्दा जातले यहाँ धेरै सम्मान पायो। छुँदा पनि जुठिने यो कस्तो चलन आयो, मान्छे भन्दा जातले यहाँ धेरै सम्मान पायो। सती युगमा आएको चलन कलि युगमा चल्यो, यस्तो कुरा देखेर नै मेरो भित्री आत्मा जल्यो। दुःख पर्दा सबै रुने म चाहिँ त रोइन, दुःख पर्दा सबै रुने म चाहिँ त रोइन, माया गर्ने मान्छेले हो जातले त होइन। नमस्ते, धन्यवाद। यदि मेरो गजल मन पर्यो भनेपछि लाइक, कमेन्ट र सेयर पनि गरिदिनु होला। हामीले सबजना मिलेर सामाजिक सञ्जालको द्वारा हामीले जात भेदभाव अन्त्य गर्नुपर्छ भन्दै मेरो दुई शब्द टुङ्ग्याउन चाहन्छु। धन्यवाद।